विश मी लक के रे के खालको ट्याटु यस्तो नानीको ट्याटु हो नानी पनि छ के हो नटी बोय रे ट्याटु बनाइदिएको मामालाई नानीले मलाई ट्याटु बनाइदियो म त्यहाँ फोन चलाउँदै बसिदिएँ मस्त यति साह्रो नराम्रो छैन दुई चोटि ढिलो बनाइदिएछ त त्यो बिचमा चाहिँ तक्लु बनाइदिएछ नानीले गरेको ट्याटु बनाइदिएको ए मामालाई माया गरेर चिन्नु त सानोदेखि मामाको त अनि साथी हो नि त भविष्य उज्याल छ नानीको ट्याटु आर्टिस्ट तर मामाको अनुहार पो मिलेन अलि धेरै राम्रो बनाइ धेरै नै राम्रो बनाइछु रोज फ्लावर पनि दिएछ यस्तै त छ नि नानी मामा हेर कान्छी खै बोक्न त मलाई क्र्याकै जाला यार हड्डी बस्लिएको हुन्छ नानी यो बोयको त के हो टोय बनाइदियो हो त तिमीले त अनि अझ मलाई नट्टीको स्पेलिङ सोधेको थियो कि म त किन सोधेको भनेर पुरै आफै गर्दै बसेको थिएँ पछि त यस्तो लेख्दै बसेर पनलाई स्पेलिङ आउँदैन तिमी किन सोधेको गजब बेइज्जती आउँछ बे यो राइटै छ त ल हेर्नु त NAUGHTY प्रज्ञानको मजा नम्बर लेखेको छैन त्यसकोमा लेखेछ खै विच असो भन्थ्यो ट्याटु देखाउनु नानीले बनाएको ट्याटु उता हाल्नु छोड्न पोपटलाल के हो यो कन्या ए कान्छा ए अनुहार त यसलाई त लड्की बनाइदिएछ प्रज्ञान इज अ नटी बोय राम्रो रहेछ बधाई छ ट्याटु खै सुन त चिज यसो त धान्न सक्छ घुमेर हो क्या यस्तो रे गन्दर तिमीले सक्दैन भने के मलाई के दिदी पुस्दुङ गए यार कति केटी छ तिमी म खै चिसो हो आज वेदर रामा सो गाइस अहिलेको लागि चाहिँ म निस्किसकेको अहिले हामी भवरकोट पार्टी प्यालेस जान लागेको पार्टी प्यालेस र भवरकोट सुपर मार्केट अनि त्यहाँ चाहिँ गएर प्र्याङ्कको लागि एउटा ओरियो बिस्कुट लिन्छु किनकि अरू ठाउँमा फोन पे हुन्न मसित क्यास छैन म गरिब छु नि त के बोले भाइ अब के बोले हतारमा टोइलेट चप्पल लगाएर आइछ त यार सेट सो गाइज सङ्गम आइसकेको छ हेलो भन हेलो सबैजनालाई नमस्ते मेरो नाम ल सङ्गम तामाङ थाहै छैन अशोक घिसिङ अशोक पपाट यहाँ गीत गाएर सुनाइदिएन को आछ भनेर बिग फ्यान भन्ने हैन आफूले अझै अशोक अपने आप को सलमान खान समझ के टकिन चिनमा सुन्दैछस् बस लाइफमा यति नै चिल चाहिएको छ मलाई चाहिँ छैन टेङ्गोमा ट्यान्डुङले अझ आलु चप खाएछ हामीले के खायो सुनाइदिए त हामीले के खायो म जान्थेन स्कुल यो भिडियो कृपया उसको टिचरसम्म पुर्याइदिनु होला यस्तो चाहिँ हुँदैन अपने आपको क्या ट्यूशन में खाना समझता है कहाँ
रुम त यस्तो मेसी रोनाल्डो सबै छ हो मेरो त यार यति बेला त। ओ भाई मारो मुझे मारो। सो गाइस डोन्ट माइन्ड ब्याकग्राउन्ड है यस्तै छ। अब मेसी रोनाल्डो रुम चाहिँ के साह्रो मैला हो। अब चाहिँ इट्स टाइम टु मेक दिस। मैले चाहिँ कोलगेट लिएर आएको छु। यो चेस्टमा एकछिन उता राखिदिउँ। बिस्कुट बेस्ट पार्ट चाहिँ यही हो। अबे साले। अनि यति चाहिँ लुकाउँछु खाइसके टाइपले के। आई डिजर्भ दिस वान टु यार होइन त किन हो भन्ने जस्तो सुनेछु तपाईँहरूले। थ्याङ्क यू यार गाइज। कोई तरीका है भीख मांगने का? आई लभ यू गाइज यार। तपाईँ नै हो कि मेरो प्राणभन्दा प्यारो सबै कुरा बुझ्नु मेरो। कस्तो ब्लू कलरको रहेछ यार यो त। किरण शङ्का भयो भने त टेन्सन हुन्छ यार। किरण शङ्का भयो भने त गयो यार सक्यो। I'm so sorry guys, I'm wasting the food. But 2 piece मात्र हो त्यो धेरै चाहिँ I'm not gonna waste. ओए अंग्रेजी वाह त्यो त छागा नि। छ्याप व्हाइट कलरको भयो हुन पनि यार टुथपेस्ट। यो ब्लू त अब शङ्का गइहाल्छ जस्तो लाग्छ फेरि। किन कि सक्लाइहाल्छ जस्तो लाग्छ। त्यो चाहिँ त्यो प्र्याङ्कवाला भयो। अब कतिको विश्वास गर्छ गर्दैन किन खासै गर्छ जस्तो चाहिँ लागेन। मेरो सेन्सले चाहिँ प्रज्ञानले चाहिँ अलिकति चाल पाउँछ कि जस्तो लाग्छ। सङ्गमले चाहिँ फ्याट फुट्टै हो क्या अरे। अब मेरो रिभेन्ज कतिको हुन्छ। अब यो रिभेन्ज पनि भएन भने चाहिँ म 1 चम्चा पानी तताएर डुब्नु पऱ्यो त्यतै। अबे बाँच्नु मन छैन। सो गाइज विश मी लक। यहाँ बचेको चाहिँ यहाँ छ अनि यही पनि छ। सो यहाँ चाहिँ अब म मिलाउँछु एकछिन। जय माता दी लेट मी सक्सिड। टिङ्गु हेर्न ओए हेर्न ओए अभी मजा आएगा ना भिड़ो। चाहिन्न ल ब्लू कलरको पनि उडी आउँछ आजकल। You are a good question. नयाँ हो क्या। दीदी टूथपेस्ट हालिदियो। What? रुक भइहाल्यो नि यार। टूथपेस्ट हालेको ओए घुंघट वाली औरत के हो रे?
प्र्याङ्क हैन दिन्न म मैले त्यहाँ पहिले देखिसकेँ के हो जस्तो देखेछ ल आगर छिटो आगर ल टुथपेस्ट हो होइन ल चाख्न त ल होइन नि ल खाऊ ल आगर टुथपेस्टै मैले बसाइसक्यो खान पहिला एकचोटि आगर त आगर न खान पहिला दिन्न मेरो त क्रिम मलाई खान फेरि चाक त छ यसै टुथपेस्ट रे नगर न टुथपेस्ट हो त्यो टुथपेस्ट होइन ए मलाई मात्र टुथपेस्ट दिएको हेर नि यहाँ खै खा त ल मलाई कस्तो दिन्छ त्यो कोलगेट हो ल कोलगेट जस्तो टेस्ट छ झेप पाइदियो ल खा त खै त्यो खोइ यसले खायो टुथपेस्ट हैन टुथपेस्ट जस्तो टेस्ट आयो क्रिम दिँदा नि क्रिम हो त्यो हैन कस्तो त्यो आहा निम्बु जस्तो निम्बु रे हैन खै नर्मल हो ल मेरो खाऊ यो चाहिँ टुथपेस्ट हो सङ्गमको जस्तै छ यो नयाँ फ्लेभर हो कि भयो म खान्न अस्ति नै यार सङ्गमले मलाई पहिला देखाइसक्यो कि भयो जाऊ साह्रै मन दुख्यो मेरो यो मेरो त यहाँ तैँले किन देखाउनु पर्यो त झन् मैले झन् प्र्याङ्क गरेर झन् पहिला राम्रो पछि नराम्रो दिनु ए सँगै बिगार्यो तपाईँ खानु त ल दिदीले देखिसक्यो यार प्लान फलप भइहाल्यो नि के गर्ने होला ल यो नि खा खानु म के हर त्यहाँ खान्न फाल्न कठिन छ जीवन तिमीले पवन घिसिङ च्यानल सब्सक्राइब गरेको छौ मलाई थाहा छ गरेको छौ र गर्नु पनि पर्छ अब पालो तपाईँको